दुईटा जवान उट र एउटा चाहिँ सिनियर उट त्यहाँ बसिरहेको यो कथा भएको हुनाले रियालिटीमा त उटले बोल्दैन तर कथामा चाहिँ अनि उटले सोध्यो अरे आफ्नो सिनियरलाई चाहिँ मेरो यो परेला जुन छ लामो छ र एकदम गजबको छ यो परेलाको विशेषता के हो भनेर सिनियरलाई सोध्यो सोद्धाखेरि चाहिँ यो परेलाले जुन हामी मरुभूमिमा यात्रा गर्नुपर्ने हुन्छ धुलो उडेर आउँछ बालुवा उडेर आउँछ त्यसले चाहिँ रोक्ने काम गर्छ अनि त्यसपछि हाम्रो यो जुन जुरो छ जुरोको के काम हो भन्दाखेरि हामी यात्रा गर्ने क्रममा कति दिनसम्म पानी भेट्दैनौँ सो त्यो नभेट्दाखेरि चाहिँ यो जुरोमा हामीले चाहिँ त्यसमा पानीको स्टोर गर्ने हजुर तेस्रोमा हाम्रो खुट्टा चाहिँ गोलो छ अरू प्राणीहरूको खुट्टा चाहिँ गोलो छैन फेरि हाम्रो चाहिँ गोलो हुनुको कारण र लामो हुनुको कारण भन्दाखेरि चाहिँ मरुभूमिमा खुट्टा गाडिन्छ त्यसैले हामी टाढासम्म यात्रा गर्न सजिलै हुन्छ र मरुभूमिमा यात्रा गर्ने डेजर्टमा यात्रा गर्ने हामी मात्रै एउटा यस्तो प्राणी हो त्यो चाहिँ भगवानले यो गिफ्ट दिनुभएको छ भनेर सिनियरले जुनियरलाई अनि अन्तिम प्रश्न एउटा पनि गर्नु थियो भनेर त्यो एउटा युवा उटले सिनियर उटलाई भन्नुभएको छ कि त्यसो भएदेखि यत्रो क्षमता हामीमा रहेछ यत्रो शक्ति हामीमा रहेछ तर हामी चाहिँ यो परिधिभित्र जेलभित्र किन बसिरहेका छौँ भनेर उहाँले प्रश्न भन्नुभएछ सो उटको लागि जेल भनेको चाहिँ चिडियाखाना रहेछ कि हजुर त्यो तीनटा त्यो उटलाई चाहिँ चिडियाखानामा राखेको रहेछ अर्थात् यसको मोरल अफ द स्टोरी यसको कथाको सारांशमा चाहिँ यति धेरै शक्ति क्षमता भएर कहिलेकाहीँ विचारको एउटा ट्र्यापमा एउटा जू जस्तो ठाउँमा एउटा बस्नु चाहिँ एउटा युवाको अहिले वर्तमान समयको चाहिँ विचार जुन व्यवहारिक रूपमा प्र्याक्टिकल्ली त होइन तर मनको जुन ट्र्यापमा बस्नु भएको छ त्यो चाहिँ मलाई लाग्छ हाम्रो देशको युवाहरूको एउटा कमन च्यालेन्ज होला एकदमै सुन्दर र समय सान्दर्भिक कुरा यहाँले चाहिँ उत्थान गर्नुभएको छ